आरजे सागर दादाको लागि म यो भिडियो बनाइरहेको छु। आरजे सागर दादा, म सुनिल तामाङ, एक्टर। अहिले म सिक्किममा छु। सो तपाईँसँग मतलब कन्ट्याक्ट गर्ने धेरै कोसिस गरेँ सोसल मिडियामा, तर हुन सकेन। मैले तपाईँको युट्युबमा पनि म्यासेज गरेको थिएँ र जस्ट अहिले इन्स्टाग्राममा पनि तपाईँलाई म्यासेज गरेको थिएँ। सो सायद अननोन भएर तपाईँले सायद रिप्लाई दिनु भएन होला होइन। म्यासेज र कन्ट्याक्ट चाहिँ म यसको लागि गर्न चाहन्थेँ कि दादा, दार्जिलिङमा नि 15 दिनको मतलब एउटा हामी सुट गर्न चाहन्छु प्रोजेक्टको, फिल्म फेस्टिभलको लागि। सो त्यही भएर चाहिँ म चाहन्छु कि लोकलको मतलब कलाकारहरूलाई लिन चाहन्छु होइन। र तपाईँको म तपाईँको फलोवर्स पनि हो युट्युबमा होइन। तपाईँलाई 2-3 सालदेखि फलो गरिरहेको छु। तपाईँको भिडियोहरू पनि हेर्ने गर्छु म। सो दादा, आई निड यर हेल्प। दार्जिलिङमा आएर फिल्म बनाउन चाहन्छु 15 दिनको लागि होइन। मुम्बईबाट टिम आउनुहुन्छ। सो प्लिज यो भिडियो अगर दार्जिलिङमा कसैले पनि हेर्नु हुँदैछ भने प्लिज उहाँसँग पुऱ्याइदिनुहोस् होला। सानो मतलब सानो बजेटको फिल्म हुन्छ हाम्रो होइन। सो त्यस्तो ठुलो क्रू पनि छैन, कम्ती नै क्रू, बेसी 12जना जस्तो आउनुहुन्छ होइन 15 दिनको लागि। सो त्यही भएर कन्ट्याक्ट गर्दै थिएँ। हिजो अस्तिदेखि तपाईँसँग कन्ट्याक्ट गर्ने कोसिस गर्दै थिएँ, अहिलेसम्म भएको छैन होइन। लास्टमा म आफ्नो युट्युबको च्यानलबाट यो भिडियो बनाइरहेको छु। होप्स हो कि यो भिडियो तपाईँसँग मतलब तपाईँ समक्ष पुग्छ होला होइन। म आशा र उम्मिदमा छु कि तपाईँसँग कन्ट्याक्ट हुन्छ होइन सागर दा। सो किनभने तपाईँको पोडकास्टहरू होइन, त्यो तपाईँको जर्नी कसरी तपाईँले त्यो पोडकास्टको त्यो रुम बनाउनु भयो, सबै मतलब 3-4 सालदेखि तपाईँको म भिडियोहरू हेरिरहेको छु। मुम्बईबाट नै हेरेको थिएँ होइन, राम्रो पनि लागेको थियो। त्यहाँदेखि मैले पनि युट्युबमा मतलब भ्लगिङ, त्यस पछाडि फेरि सर्ट्सहरू बनाउन थालेको छु, स्टार्ट गरेको छु। सो अहिले फिल्मको प्रोजेक्टको सिलसिलामा तपाईँसँग कन्ट्याक्ट बातचित गर्नु छ दा। सो प्लिज कन्ट्याक्ट मी दा, नम्बर 88826770